छ यहाँ हात्तीमा फोटो यहाँनिर हेर्न जान्छ नि त फोटो खिच्छौँ यहाँ चाहिँ बुद्ध छ बुद्धको पेन्टहरू पनि खान लाग्छ है साथीहरू फुलहरू फुलेको छ हेर लालुपाते फुल हेलो नमस्ते सबैजनालाई स्वागत छ बिजी ब्लग युट्युब च्यानलमा म एकदम सन्चै छु हजुरहरू पनि सन्चै हुनुहुन्छ होला आज हामी चाहिँ कहाँ जान लागेको भन्दाखेरि चाहिँ हजुरहरूले मेरो टाइटल हेरेर पनि थाहा पाइसक्नु भएको छ कस्तो हुन्छ के हुन्छ इन्जोय गर्नु होला सब्स्क्राइब गर्नुभएको छैन भने पनि सब्स्क्राइब गर्नु होला है त ल फाइनली अहिले हामी चाहिँ यता ऐना पार्कमा आइसकेका छौँ अब यहाँ चाहिँ हामी टिकट काट्ने अनि त्यसपछि मात्रै घुम्न जाने अनि हेर्नु होला है हजुरहरू पनि टिकट काउन्टर यहाँ चाहिँ अहिले साथीले चाहिँ टिकट काट्दैछ है साथीहरू अब हामी एकछिनपछि जानुपर्ने हुन्छ ल दुईवटा दियो क्या एउटा यो 100 रुपियाँको थियो कि अनि दुईजनाको होइन दुईजनाको एउटै ल अब हामी चाहिँ अब ऐना पार्कभित्र छिर्छौँ है त साथीहरू यस्तो छ यहाँ टिकट लिएर ल अब हामी चाहिँ हिँड्ने है त ल सुरुमा चाहिँ यस्तो छ है यहाँ चाहिँ स्वागत एकदम अब हामी यसरी माथि जानुपर्ने हुन्छ यसरी यहाँ यस्तो छ चिसो छ है ल यस्तो छ है ऐना पार्कमा आउनु होला रमाइलो गर्नुपर्छ अब हामी चाहिँ ओ माथि जान्छौँ है त साथीहरू कस्तो हुन्छ हेर्नु होला म त टिकट लिइराखन रेस्टरुम टोइलेटको व्यवस्था पनि छ यता पहिला हामी यहाँनिर पौडी खेल्थ्यौँ पहिला क्या है साथीहरू यस्तो छ यतातिर चाहिँ ल आफ्टर लङ टाइम पछि चाहिँ म पहिला चाहिँ यस्तो बनाएको थिएन आउने बेलामा चाहिँ अहिले चाहिँ यस्तो दामी बनाएको छ यतापट्टि क्याफे खाने ल हामी चाहिँ यसरी जाँदैछौँ ल है ल अब हामी चाहिँ कताबाट जाने यताबाट ल यहाँनिर हात्ती पनि छ है हात्ती यहाँ चाहिँ यस्तो दामीसँग चाहिँ फुलहरू यस्तो मजाले रोपेर रहेछ यति राम्रो ठाउँ ल है त फाइनल्ली म चाहिँ ऐना पार्कमा यहाँ बहिनी र म चाहिँ ऐना पार्क घुम्न आएको है त तिमी कहिले फर्स्टचोटि हो कि पहिले नै आएको फर्स्टचोटि हो कस्तो लाग्दैछ एकदमै हामी कताबाट जाने हामी उता जाऊँ है पहिला यता माथि जाऊँ है जाऊँ हामी यसरी माथि जाँदैछौँ है त कस्तो लाग्छ के लाग्छ हजुरहरू पनि हेर्नु होला घुम्न आउनु होला यहाँ चाहिँ एकदम हाइवेबाट चाहिँ हाइवेकै छेउमै छ अनि त्यसपछि हजुरहरू पनि घुम्न आउनु होला है यति रमाइलो छ है ट्याक्क लगाएर होइन यहाँ हात्ती पनि छ सौरा जानै पर्दैन हाम्रो ऐना पार्कमा देख्न पनि सकिन्छ हजुरहरूले ल है आज शनिबारको दिन भएको भएर होला मान्छेहरू पनि आउँदै हुनुहुन्छ ल अब हामी यसरी जान्छौँ अब हामी माथि जान्छौँ है त लक्क लगाएर अब हामी चाहिँ माथितिर जानुपर्ने हुन्छ है यसरी हामी चाहिँ जाँदैछौँ यहाँ चाहिँ यस्तो राम्रो राम्रो फुलहरू रोपेको रहेछ खैरेनीमा पर्ने यो चाहिँ ऐना पोखरा एकदम फेमस पार्क म चाहिँ पहिला चाहिँ यस्तो बनाएको थिएन यस्तो नबनाउँदा चाहिँ म पहिला दुईचोटि चाहिँ आएको थियो अहिले चाहिँ यो बनाइसकेपछि चाहिँ फर्स्टचोटि आउने भन्दा बल्ल आउने मौका जुर्यो हाइवे यहीँ छ हामी यहाँ छौँ अब हामी चाहिँ यहाँबाट फेरि माथि जानुपर्ने हुन्छ ल है सबैजना आउँदै हुनुहुन्छ ऐना पार्क हेर्नलाई यति राम्रो छ है एकदमै राम्रो लाग्यो हाम्रो तलबाट सर्लक्कै यस्तो राम्रो छ यहाँ चाहिँ नेपालको झन्डा पनि फडफडाइरहेको छ
सायद यो क्याकेले राख्नु होला यो चाहिँ ल जम्मा लुजाम हामी अब हामी एकैचोटि म माथि जानु है त झन्नै लडेको बिस्तारै हिँड भाइ बहिनीहरू यसरी मिनी थाइल्यान्ड पनि भनिन्छ अरे ल अब हामी चाहिँ उता माथि जान्छौँ त साथीहरू आउनु होला जाने होला राम्रोसँग उता पार्टी पनि एउटा त्यो यस्तो भित्तामा कोपेको छ क्या त्यो आमा र बच्चाको त्यो एकदम इमोसनल पिक्चर छ कि त्यहाँ हामी त्यहाँ भेट्न जान्छौँ है त साथीहरू अब हामी उतै गएर भेटौँ है त मान्छे छ बाटोमा त्यही भएर जाम अब माथि भाइ यस्तो छ सबै पहरा खोपेर बनाइएको पहिला यहाँ कस्तो झाडी थियो अब हामी फोटो नि खिच्छौँ है त साथीहरू अब यहाँ फोटो खिच्नु साथीहरू अहिले चाहिँ यहाँ माथि बनाउँदै रहेछ त्यसपछि हामी उता चाहिँ जान सकेन अहिले एकछिनपछि जान्छौँ अहिले उतापट्टिको चित्रहरू देखाउँछौँ है त साथीहरू हामी चाहिँ अब फेरि तलतिर नै लाग्यौँ धुलो यस्तो मजाले क्या र यस्तो ठुल्ठुलो ढुङ्गाहरू खोपेर बनाएको फाइनली यो है त इमोसनल फोटो चाहिँ यो ढुङ्गामा कुदिएर बनाएको यो चाहिँ यसरी बनाउनुपर्छ एकदम राम्रो अझै यहाँनिर चाहिँ बनाउँदै हुनुहुन्छ यहाँनिर चाहिँ के बनाउँदै हुनुहुन्छ उहाँहरूले है कस्तो चाहिँ नजरा दामै ल यहाँ त्यस्तो मजाले छ ल हो यहाँ हात्ती पनि छ यो हात्ती पनि त्यही ढुङ्गामा कुदिएर बनाएको है खतरा छ बर्खायाममा चाहिँ यो हात्तीलाई चाहिँ पुर्छ कि पानी आएर कस्तो मजाले आउँछ यहाँ माथिबाट यसरी ल अब हामी चाहिँ यहाँनिर हेर्न जान्छ नि त ल यहाँ चाहिँ यस्तो छ पारी चाहिँ मजासँग घाम लाग्यो यहाँ चाहिँ छैन यहाँ त जाडो भइराखेको छ ल यही हो हाइवे काठमाडौँदेखि पोखराको यो हाइवेको बिचमा चाहिँ यो ऐना पोखरा पर्छ यहाँ चाहिँ एकदम राम्रो छ कता हो यहाँनिर चाहिँ भर्खर बनाउँदैछ अब सायद यहाँ पनि कुनै मूर्तिहरू कुद्ने होला सायद है यो चाहिँ यसरी बनाउँदैछ अनि यहाँनिर यस्तो भइहाल्यो मैले अघि नै देखाइसकेँ यहाँ यस्तो छ जाडो यस्तो छ यस्तो छ है साथीहरू एकदम रमाइलो छ मनमोहक मिनी थाइल्यान्ड भनेर चिनिन्छ हामी चाहिँ त्यो माथि जान्छौँ है त ल आउँदा अब जान्छौँ यसरी यहाँ यस्तो छ यहीँ खतरा छ यहाँ चाहिँ यस्तो छ ल अब हामी कहाँ जान्छौँ अब हामी चाहिँ उता तल जाऊँ है यहाँनिर जाऊँ है त यहाँनिर चाहिँ जाडो भइरह यहाँ सबैजना चाहिँ रमाइलो गरिराख्नु भएको छ राम्रो छ ठाउँ एकदम झर्नै सक्दैन क्या यहाँबाट त हामी अब हामी चाहिँ उता जान्छौँ है त बहिनी र म चाहिँ यसरी हिँड्दैछौँ आया जाम अब हामी त्यहाँनिर चाहिँ यसो मुख पखाल्न जानुपर्ने हुन्छ है त यसरी हामी जाँदैछौँ
जाँदैछौँ। पहिला यहाँ यस्तो खतरा थियो। यहाँनिर चाहिँ हात्ती हो चाहिँ हात्ती हो। हात्तीको टाउको कसरी बनायो होला त नि? यसरी ढुङ्गामा कुदिएर लास खतरा छ है। अहिले चाहिँ त छ हामी चाहिँ जाडो भएर केही गर्न सकिरहेन। यहाँ पहिला यस्तो ठुलो पानी पर्थ्यो। यो भोलिपर्सि त्यो बर्खायाममा यो हात्तीको अनुहार सबै छोड्छ पानी आएर। कत्रो ठुलो आउँछ नि, क्या ठुलो आउँछ। एकदम राम्रो लाग्यो। पहिलाको भन्दा चाहिँ होइन, पहिला चाहिँ एकदम यहाँनिर एकदम झाडी थियो क्या। अनि यहाँ सबै झाडी थियो। अनि अहिले चाहिँ एकदम दामी बनायो, एकदम राम्रो छ। तपाईँहरू पनि घुम्न आउनु सक्नुहुनेछ ऐना पोखरा। एकदम राम्रो छ, प्राकृतिक सौन्दर्य चाहिँ यसलाई भनिन्छ के। यहाँ चाहिँ स्विङ पनि रहेछ है साथीहरू। यो चाहिँ उद्घाटन भएको छैन होला सायद, यो कि थिएन हो, अहिले चाहिँ नरहेछ। स्विङ पनि रहेछ यहाँ चाहिँ। यसरी बच्चाहरू पनि आज शनिबार सबै रमाइलो गर्दैछन् है। यसरी यस्तो छ ऐना पोखरा। अहिले त केही छैन, पानी पनि छिटेछ। त्यही भएर ढुङ्गा मात्रै हेर्न आएको। ढुङ्गा मात्रै। सरी कुन हेर्नु जानु होला। यहाँ माथि घुमेर चाहिँ अब तल फर्किँदैछौँ। यहाँ चाहिँ बुद्ध छ, बुद्धको पेन्टिङ गरेको छ यो ढुङ्गामा चाहिँ। अब सायद यसमा पनि मूर्ति कुद्न बेर लाउँदैन है त। हामी चाहिँ यसरी जाँदैछौँ है त। हामी चाहिँ यताबाट आउँदैछौँ किनभने यता माथि बनाउँदैछ, त्यही भएर हामी चाहिँ यताबाट आएको है। हामी बिस्तारै तल झर्दैछौँ यसरी। अब हामी चाहिँ
फाइनली फर्किँदैछौँ घर। अहिले चाहिँ म घर फर्किँदैछौँ यसरी। त्यो घाम नलागेको भएर क्या हो, जलपरी हो यो जलपरी। अब हामी चाहिँ सर्लक्क फर्किँदैन। अब हामी चाहिँ बाहिर गयौँ यसरी चाहिँ। अहिले पोखरा आयो अनि हामी चाहिँ खै होइन ए टिकट काउन्टर टिकट हेर्दै ऐना हेर्दै जान्थ्यो। हामी चाहिँ अहिले यहाँ चटपट खाना लाग्यो साथीहरू। सरी यहाँ चाहिँ यस्तो व्यवस्था पनि छ है। समोसा हेलो साथीहरू, अहिले चाहिँ म घर आइसकेँ। अनि त्यसपछि म चाहिँ अहिले घाम ताप्नको लागि चाहिँ म यहाँ माथि छतमा आएको छु। अनि यहाँ चाहिँ गजबसँग फुलहरू फुलेको छ हेर, लालुपाते फुल टकमक्क। अनि यतापट्टि छ देख्न सक्नुहुन्छ। ल है त साथीहरू, अहिले चाहिँ म भिडियोको अन्तिममा छु। अनि आजको भिडियो चाहिँ कस्तो लाग्यो के लाग्यो सल्लाह सुझाव दिन नबिर्सिनु होला। अनि सब्सक्राइब गर्नुभएको छैन भने पनि सब्सक्राइब गर्नु होला।